हेलो गाइस, हामी चाहिँ कलेज सकिसकेका छौँ। अब हामी जान्छौँ घुम्न बाहिर खानलाई, किनकि आज हामी कलेजमा खाना नखाइकन आएको हो। किनकि हामीलाई भक्तपुरमा रहेको 1990 पसलको किमा नुडल्सको क्रेभिङ थियो। सो खाइसकेर हामी दरबार स्क्वायर नजिकै रहेको नेपाली ह्यान्डमेड पसलमा गएर नेपाली आइटम्सहरू किनेर ल्यायौँ र आजको भ्लग यतै सकिन्छ। बाई। हेलो गाइस, हामी चाहिँ कलेज सकिसकेका छौँ। अब हामी जान्छौँ घुम्न बाहिर खानलाई, किनकि आज हामी कलेजमा खाना नखाइकन आएको हो। किनकि हामीलाई भक्तपुरमा रहेको 1990 पसलको किमा नुडल्सको क्रेभिङ थियो। सो खाइसकेर हामी दरबार स्क्वायर नजिकै रहेको नेपाली ह्यान्डमेड पसलमा गएर नेपाली आइटम्सहरू किनेर ल्यायौँ र आजको भ्लग यतै सकिन्छ। बाई।